नमस्ते, वेलकम टु एडभोकेट डायरीज। तपाईँ बार परीक्षाको तयारी गर्दै हुनुहुन्छ? तपाईको बार परीक्षा तयारीलाई सजिलो बनाउन आज यस भिडियोमा चाहिँ मिसिल लेखनको लागि चाहिँ पेपर कसरी फोल्ड गर्ने भन्ने विषयमा जानकारी गराउँदै छु। त्यसको लागि चाहिँ सुरुमा मैले पेपर लिएको छु। यो पेपरलाई चाहिँ कसरी फोल्ड गर्ने, यो पेपर त यस्तो छ, यसमा कसरी फोल्ड गरेर चाहिँ कहाँबाट सुरु गरेर चाहिँ लेख्ने भन्ने विषयमा चाहिँ पहिला सुरुमा पेपर फोल्ड गर्न सिक्नु आवश्यक छ। ल, पेपर फोल्ड गर्न सिकौँ है त। पहिला मसँग यहाँ दुईटा पेपर छ, यसलाई मैले यसरी बीचबाट फोल्ड गरेको छु र त्यस पछाडि भने यसलाई फेरि यसरी फोल्ड गर्छु। यो सजिलैसँग सिक्न सकिन्छ। सायद तपाईहरुले मुडकोडको बेलामा पनि यो गरेको हुनुपर्छ। त्यस पछाडि यताबाट यहाँ जे गरेको थियो यही नै प्रक्रिया यता पनि हामी फलो गर्छौं। र यसरी यताबाट फोल्ड भयो भने चाहिँ अब यसरी हामी फोल्ड गर्छौं। यसरी फोल्ड भयो, फेरि यसलाई खोलेर यता साइडबाट पनि यसरी नै फोल्ड गर्ने। तपाईहरु मैले देखाएको जस्तो गरेर कागज फोल्ड गरेर पनि हेर्न सक्नुहुनेछ। त्यसपछि यसरी अब यो पेपर भने मिसिल लेख्नको लागि चाहिँ रेडी भयो। तपाई यहाँ मैले बीचमा दुईटा मात्र बनाएको छु। यहाँ फेरि चाहनुहुन्छ भने तपाईहरुले यहाँबाट फेरि बीचबाट बनाउँदा पनि हुन्छ र यो नबनाउँदा पनि हुन्छ। यदि तपाईले यहाँ पनि यो दुईटामा पनि फोल्ड गर्नुभयो भने चाहिँ तपाईहरु लेख्नको लागि चाहिँ अक्षरहरु सिधा सिधा हुने, तलमाथि नहुने चाहिँ हुन्छ। तर यति बनाउँदा पनि चल्छ। र यति भयो। यति भइसकेपछि मिसिलको फर्स्ट पेजमा चाहिँ हामीले लेख्दाखेरिमा चाहिँ यो माथिको दुईटा कोठा देखिरहनु भएको छ। यो एउटा कोठा, यो एउटा कोठा, यो छोड्छौं है। माथिको चाहिँ फर्स्ट पेजमा चाहिँ जहिले पनि छोड्छौं र यहाँबाट सुरु गर्छौं। हामीले यहाँबाट सुरु गरेर यता पुरै च्यापेर लेख्छौं। कहिले पनि हामी यो पेजमा मात्र हैन, भित्र अरु पेजमा पनि यो लाइन भन्दा बाहिर हामी जाँदैनौं। यो लाइनबाट यता पुरै च्यापेर लेख्छौं। यसैगरी यो माथि पनि यो बक्स एउटा छ, यो बक्समा भन्दा मुनिबाट यहाँबाट सुरु गर्छौं हामीले। पछाडीको पेजमा चाहिँ अगाडिमा भने यो दुईटा बक्स छोड्छौं, यतापट्टि पनि छोड्छौं। यस्तै गरी यो तलपट्टि पनि एउटा बक्स छोड्छौं। यो चाहिँ पछि ल्याप्चे सही छापको लागि चाहिँ ठाउँ राखेको हो। यहाँ ल्याप्चे सही छाप गर्नुपर्छ। तर फर्स्ट पेजमा भने यहाँ तल मात्र गरे हुन्छ, माथि टाउकोमा चाहिँ ल्याप्चे सही छाप गर्नु पर्दैन। यसको साइडमा चाहिँ मस्यौदाकारहरू लेख्नुपर्ने अवस्थामा लेख्नुपर्ने हुन सक्छ र साइन सिग्नेचर गर्नुपर्ने हुन्छ। ल, फर्स्ट पेजमा चाहिँ यो दुईटा छोडेर यहाँबाट सुरु गर्ने हो। र तर सेकेन्ड पेजमा गइसकेपछि भने मानौ यो सेकेन्ड पेज हो, यसको माथि चाहिँ यहाँ ल्याप्चे सही छापको लागि छोड्ने हो र यहाँबाट सुरु गर्ने हो। यहाँबाट सुरु गरेर यतापट्टि चाहिँ पुरै च्यापेर लेख्ने हो। यसको पनि यो लाइनबाट यता चाहिँ लेख्ने होइन। यसैगरी यो लाइनबाट तल जाने होइन। यो चाहिँ ल्याप्चे सही छापको लागि छोड्ने हो। तपाईहरुले अहिले चाहिँ प्र्याक्टिस गर्दाखेरिमा तपाई कागज पट्याएर पनि प्र्याक्टिस गर्न सक्नुहुन्छ। यो मैले फोटोकपी पेपर लिएको हो। यो पेपरमा तपाईले एक दुईवटा मिसिल लेख्न पनि सक्नुहुन्छ, बानी पनि हुन्छ। तर सजिलो चाहिँ अब हात बसिसके पछाडी चाहिँ के हुन्छ भने सिम्पल खालको यस्तो पेपर, यस्तो कपीमा तपाईहरुले लेख्न सक्नुहुन्छ। यस्तो एउटा एउटा कपी बनाउनु भयो भनेदेखि के हुन्छ भने अब मुद्दा तीनटा हुन्छ, रिट, फौजदारी, देवानी। त्यसको लागि छुट्टा छुट्टै कपी बनाउनु भयो भने चाहिँ मिसिलहरु हेर्नको लागि, प्र्याक्टिसहरु गर्नको लागि, तपाईलाई खोजेर पढ्नको लागि चाहिँ समस्या हुँदैन, एउटै कपीमा भेटिन्छ। तर तपाईहरुले के बुझ्नुपर्छ भने नि यस्तो कपीमा लेख्दा पनि यहाँनिर साइड छोड्ने, यो साइडबाट यता च्यापेर लेख्ने, यहाँ तल माथि, अब यसमा त पट्याउन नमिल्ने हुन सक्छ। तर आफूले अनुमान गर्ने, ल्याप्चेको लागि सही छापको लागि कति भाग छोड्ने, त्यो कुरा चाहिँ पेपर पट्याउँदा जति हुन्छ नि त्यो अनुसारको अनुमान गरेर आफूले यही कपीमा प्र्याक्टिस गर्न सकिन्छ। फोटोकपी पेपर भन्दा पनि यस्तोमा गर्नुभयो भने चाहिँ अझ सजिलो हुन्छ। किन भन्दाखेरिमा परीक्षामा चाहिँ यही क्वालिटीकै पेपर आउँछ के, यही क्वालिटीको पेपर आउँछ। मानौ ल परीक्षामा यसरी नै पेपर दिएको हुन्छ, तर प्रत्येक मिसिलको लागि चाहिँ छुट्टा छुट्टै हुन्छ। मैले अहिले यो छुट्टाएँ हैन, यसरी नै तपाईहरुलाई दिएको हुन्छ।
अगाडि त भइहाल्यो, त्यहाँ नाम लेख्ने हुन्छ, नाम लेखिसके पछाडि भित्र पनि लेख्ने हुन्छ, भित्रपट्टि लेख्नुपर्ने हुन्छ। तर अब यो पेपर दिएको हुन्छ एक्जाममा, तर एक्जाममा फर्स्टमै त हामीले पेपर फोल्ड गरेर राख्नु पऱ्यो नि त अगाडि नै, होइन? त्यसको लागि चाहिँ कसरी, मानौ यो एक्जामको लागि आएको पेपर हो भने यसलाई कसरी फोल्ड, यो त अलिक बाक्लो हुन्छ। अब यो बाक्लोमा फोल्ड गर्दाखेरिमा तलमाथि पनि बक्सहरू परेको हुनसक्छ। त्यसको लागि चाहिँ के गर्ने भन्दाखेरिमा पहिला सुरुमा यसरी बिचबाटै भाँच्ने हो, अघि देखाएको जस्तै। अनि यो चाहिँ अलिक मोटो हुन्छ, यसबाट यसलाई चाहिँ अलिक तलबाट यसरी भाँच्नु। ल अब यहाँबाट पनि भाँच्ने। यो चाहिँ ल्याप्चे साइड छापको लागि भयो, अघि भनेको जस्तै। यो माथिबाट पनि त्यही नै सेम प्रोसेस गर्ने हो। अब यस पछाडि यसरी तपाईँ जसरी गर्नुभयो पनि हुन्छ फोल्ड गर्नको लागि, एकचोटि आयो भने जसरी पनि सजिलै हुन्छ। तर यसरी फोल्ड गरेरै लेख्नुपर्छ। ल यो भयो, यताबाट पनि त्यस्तै गर्ने। ल यति भयो। यस्तै सादा टाइपमा लेख्ने बानी भए पछाडि चाहिँ कपी फोल्ड गर्न कुनै गाह्रो छैन। यसमा पनि अब यो एक्जामको लागि आयो भन्दाखेरिमा चाहिँ यसको टाउकोबाट सुरु गर्छौँ नि हामीले। यहाँबाट जहिले पनि फर्स्ट पेजमा यो दुईटा बक्स छोडेर यहाँबाट सुरु गरेर यतासम्म च्याप्नुपर्छ। यो लाइनभन्दा यता लेख्नु हुँदैन, योभन्दा तल जानु हुँदैन। यो सेकेन्ड पेजमा चाहिँ फेरि यता यो माथिबाट लेख्नुपर्छ। तर एक्जामको बेलामा चाहिँ के गर्नुहुन्छ भने उहाँहरूले बोथ साइड नै लेख्नुहोस् भन्नुहुन्छ। बोथ साइड लेख्न पनि मिल्छ, केही हुँदैन, लेख्नु पनि भन्नुहुन्छ उहाँहरूले। बोथ साइड लेख्दाखेरिमा ल यो पेजमा लेखियो, अब सेकेन्ड पेज अर्को सुरु गर्दैछौँ भने अब हामीले चाहिँ यहीँबाट सुरु गर्नु पर्यो। यहाँबाट यो फोल्ड भएको छ नि, देख्नु भएको छ, अहिले देखेन, यहीँबाट सुरु गर्नु पर्यो। यता माथि चाहिँ ल्याप्चे साइड छापको लागि चाहिँ छोड्नु पर्यो। यसरी चाहिँ गर्नुपर्छ। तपाईँहरूले चाहिँ अहिले यसरी प्र्याक्टिस गर्नुहोस्। एक्जाममा पनि गर्ने तरिका यही नै हो। अब मैले आज चाहिँ मिसिल लेखनको लागि चाहिँ पेपर कसरी फोल्ड गर्ने भनेर सिकाएँ। एक दुईचोटि प्र्याक्टिस गर्नुहोस्, आउँछ। प्रक्रिया यही हो, परीक्षामा तपाईँले यसरी नै गर्नुपर्ने हुन्छ। ल आजको लागि चाहिँ यति नै। तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक गर्नुहोस्। तपाईँलाई च्यानल उपयोगी लाग्यो भने सब्सक्राइब पनि गर्न सक्नुहुन्छ, साथीभाइहरूलाई सेयर पनि गर्न सक्नुहुन्छ। मेरो भिडियो चाहिँ पुरा हेरिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। केही समस्याहरू पर्यो भने, केही जिज्ञासाहरू भयो भने कमेन्टमा पनि लेख्न सक्नुहुन्छ, म हेरेर रिप्लाई गर्ने रहेछु। ल आजको लागि यति नै। अरू भिडियोहरू पनि लिएर आउनेछु, हेर्दै गर्नु होला। धन्यवाद।